कृष्ण तिमीलाई मोहनी लायो राधा रानी 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 कृष्ण तिमीलाई मोहनी मोहनी हरि बाटो तैयो देह स्वर्गम जाने 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 बाटो खाने को स्वर्गम जाने बाटो खाने को स्वर्गम जाने वाले को बाटो खाने को स्वर्गम जाने
तेरा पार करेगा
कराणे नारायण नारायण भज कराणे यो जीवन मारे પછી ઉપજા कराणे नारायण नारायण भज कराणे यो जीवन मारे પછી ઉપજા कराणे
बसे शिव पार्वती बसे शिव पार्वती बाको छाला बिछाइ रोइमा स्वर्ग तारा बजेर शिव महिमा स्वर्ग तारा बजेर शिव
के घर राम राम के घर खबर के घर राम राम के घर खबर के घर राम राम के घर श्याम श्याम राधे राधे
श्री साप शिव भगवानको आजको आनन्दको कर्ताहरूको जय हो श्री राधेश्याम। शिवशंकर भगवान को श्री कालीघंट यज्ञको कोटि नमस्कार देवता पितृ सबैलाई 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 सबैलाई मनमुटु र मस्तिष्कमा पुर्याउनको लागि चाहिँ अब यो लाइट अनि माइक र साउन्ड सिस्टम चाहिँ उपलब्ध गराएर यस कार्यक्रमलाई सम्पन्न गराउनको लागि सहयोग पुर्याउनु हुने विष्णु सुनारजीलाई विष्णु साउन्ड सिस्टमका विष्णु सुनारजीलाई खादा र अबिर र आजको प्रसाद ग्रहणको लागि चाहिँ म आजको कर्ता विश्वराज पोखरेलजीलाई म अनुरोध गर्दछु। विष्णुजीको यस सहयोगको लागि चाहिँ हामी अत्यन्त आभारी छौँ। उहाँको चाहिँ योगदान सधैँभरि रहिरहोस्। यस्तै गरी सबैको चाहिँ कार्यक्रमहरूमा उहाँले चाहिँ पुर्याउनु भएको सहयोगप्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। धन्यवाद हाम्रो कर्ताहरू र विष्णु साउन्ड सिस्टमका प्रोभाइडर विष्णु सुनारजीलाई। र आजको यस्तै कार्यक्रमको लागि चाहिँ भगवानको चाहिँ यो 12 कर्म मध्ये एउटा चाहिँ यो नित्य कर्ममा सहयोग पुर्याउनु हुने गौरव शालिग्राम
शालिग्रामलाई पनि हार्दिक धन्यवाद सहित राशिको चाहिँ प्रसादी ग्रहणको लागि चाहिँ म आजको कर्ता विश्वराज पोखरेल र उहाँको धर्मपत्नीलाई चाहिँ अनुरोध गर्दछु। अभिर प्रसादी ग्रहण गर्नलाई चाहिँ अनुरोध गर्छु। यो चाहिँ धन्यवाद मेरो अत्यन्तै अनिय मित्र सहकर्मी साथी ऋषि पोखरेलजी। मिति 2081 साल कार्तिक 26 गते मेरो पूजनीय पिता टीका प्रसाद पोखरेलको 84 पूजाको निम्ति हामी तयारी गर्दै गर्दा निडेमा हामी पुग्यौं। निडेमा पुगिसकेपछि हामीले आज मिति 2081 साल कार्तिक 30 गते पूर्णिमाको दिन पूजनीय पिता टीका प्रसाद पोखरेलको 84 पूजा श्री शिवशक्ति दुर्गा मन्दिर रामपुर नगरपालिका वडा नम्बर 5 को प्राङ्गणमा सम्पन्न गर्न सफल भएका छौं। यसप्रति म एक्लै सम्पन्न गरेको होइन, मेरो साथमा जुन दिन बुवाको 84 को निम्ति निर्णय गर्यौं त्यो दिनदेखि मेरा अनन्य छिमेकी अत्यन्तै सहयोगी यहाँभन्दा मैले यस ठाउँमा यो 84 पूजामा बुवाको सम्पन्नता जुन सभ्य र भव्य ढङ्गबाट सम्पन्न गर्न सफल भएका छौं, यो मेरो लागि अत्यन्तै अविस्मरणीय क्षण भन्ने छ। किनकि सबै छिमेकी अन्य ठाउँहरूबाट विभिन्न ढङ्गबाट यसलाई सुसम्पन्न गर्नको निम्ति कसैले निमन्त्रणा गर्नुभएको छ, कोही सञ्चारमा लाग्नु भएको छ, कोही व्यवस्थापनमा लाग्नु भएको छ। 4 दिनसम्म निरन्तर रूपमा बिहान 7 बजेदेखि रात नभनिकन अत्यन्तै खटेर यस मन्दिरमा मेरो पूजनीय पिताको 84 पूजा सम्पन्न गर्न सफल हुनुभएको छ। यसप्रति म मेरा रामपुर वासी वडा नम्बर 5 वासी छिमेकी मित्र साथीभाइ आमा बुवा दाजुभाइ सङ्घ संस्था वाद्यवादनमा सहयोग गर्नुहुने वाद्यवादकका मेरा अत्यन्तै ऊर्जाशील भर्खरै उदाउँदै गरेका हाम्रा भाइहरूले जुन कला संस्कृति देखाएर हामी सबैलाई भरिपूर्ण मनोरञ्जन दिए यो 84 पूजालाई सम्पन्न गराउन सहयोग पुर्याउनु भएको छ। म सर्वप्रथम हिजो बालबालिकाको क्षेत्रमा काम गरेको हैसियतले पनि उहाँहरूको सर्वोत्तम हितलाई मध्यनजर गर्दै उहाँहरूको प्रतिभा सँगसँगै उन्नति प्रगतिको शुभकामना व्यक्त गर्दै यो 84 पूजा सम्पन्न गर्न सहयोग गर्नुहुने आदरणीय सबै सङ्घ संस्था व्यक्ति छिमेकी समुदाय ओल्तिर पल्तिर आमा बुवा दाजुभाइ दिदी बहिनीहरू साथीभाइ सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै यो 84 पूजाको आज 30 गतेको कार्यक्रम समापन गर्दै हामी भोलि यसलाई हाम्रो अत्यन्तै परिचित नदी कालीगण्डकी नदीमा
गई स्नान गरी यहाँका फुलपातीहरू ध्वजाहरूलाई सबै नदीमा लगी स्नान गरी हामी सबै त्यहाँबाट यसलाई विसर्जन गर्नेछौँ र पूजनीय पिता र यहाँ 84 पूजामा आउनुहुने प्रत्यक्ष अप्रत्यक्ष रूपमा टेलिफोनबाट सञ्चारबाट शुभकामना दिनुहुने भेटेर सञ्चार माध्यमबाट विभिन्न माध्यमबाट शुभकामना दिनुहुने सबैप्रति सहयोगीहरूप्रति हार्दिक आभार नमन प्रकट गर्दै आजको यो 84 पूजाको कार्यक्रम समापन भएको जानकारी गराउँदै यहाँहरूलाई पुनः हार्दिक धन्यवाद। नमस्कार।